है। यो आज पहिलोपल्ट हामीले जनसंवाद कार्यक्रम हामी सुरु गर्दैछौँ। सायदै यो हाम्रो देशमा नै यो पहिलोपल्ट होला कि मुख्यमन्त्री डाइरेक्टली जनतासँग संवाद गर्न सक्ने, संवाद भनेको बातचित गर्न सक्ने यो कार्यक्रम हो। हुन त सिक्किममा हामीले सरकार बनाएपछि त म प्राय गाउँमा जाँदाखेरि, प्रत्येक निर्वाचन क्षेत्रमा जाँदाखेरि अनि कुनै पनि कार्यक्रममा जाँदाखेरि म गाउँले जनताहरूसँग म भेट्ने पनि गर्छु। अनि फेरि हाम्रो जन भेटघाट कार्यक्रम पनि छ। जन भेटघाट कार्यक्रममा पनि म 2 दिन 3 दिन एउटा निर्वाचन क्षेत्रमा समय दिने गर्छु। तर पनि कतिजना जनताको तुरुन्त गर्नुपर्ने कामहरू हुन्छ, जनताले झटै गर्नुपर्ने कामहरू हुन्छ, तर उहाँहरू केही कारणले गर्दाखेरि सरकार समक्ष आइपुग्नु सक्दैन, यानि उहाँहरूले भन्न पनि सक्दैन। त्यसो हुँदाखेरि यो कनेक्ट टु सीएम जुन हामीले 14 अक्टोबर 2025 मा सुरु गर्यो कि जनता चाहिँ हामीसँग डाइरेक्टली कनेक्ट होस्, जनताको गुनासोहरू चाहिँ डाइरेक्टली हाम्रो माझमा आउनुपर्छ भन्ने हामीले सुरु गर्यौं 14 अक्टोबर 2025 मा। अनि यसमा म एउटा कुरा भन्न चाहन्छु, अब कतिजना हाम्रो आम जनताहरूले मोबाइल चलाउनको निम्ति, मोबाइल युज गर्नको निम्ति है उहाँहरूलाई जानकारी छैन होला, या उहाँहरूलाई नयाँ टेक्नोलोजीको जानकारी पनि छैन होला। र आज जति पनि जम्मा 34 वटा खण्ड विकास कार्यालयमा तपाईं जति पनि हाम्रो खण्ड विकास अधिकारीहरू हुनुहुन्छ, उहाँहरूले अबदेखि उता चाहिँ हामीले कनेक्ट टु सीएम को जो पनि कनेक्ट सीएम सँग कनेक्ट हुन्छ, कनेक्ट टु सीएम जुन हाम्रो एउटा प्रोग्राम छ, त्यो प्रोग्राममा चाहिँ खण्ड विकास कार्यालयमा आएर तपाईहरुको मार्फत नै हामीलाई कनेक्ट गरिदियो भने झन् आज राम्रो हुन्छ। त्यसो हुँदा चाहिँ बीएससी मा हाम्रो आम जनताहरू उहाँहरू आउनेछन् अनि तपाईहरुलाई बीएससी मा आएर भिडियो साहबहरू म्याडमहरुलाई भन्ने छ, र उहाँहरूले हाम्रो कनेक्ट टु सीएममा डाइरेक्ट गर्यो भने तपाईले जिनुन्नेस या को चाहिँ जिनुन हो, कसलाई चाहिँ साँच्चै नै सरकारले सहयोग गर्नुपर्ने भन्ने कुरा त्यो चाल पाउँछ। र अबदेखि उता चाहिँ म मुख्यमन्त्री कार्यालय पनि भन्न चाहन्छु कि 34 वटा बीएससीबाट गर्यो भनेदेखि चाहिँ अति नै राम्रो हुन्छ। यो एउटा स्ट्रिम लाइन मतलब भएर जान्छ। किनभनेदेखि अब यो कनेक्ट टु सीएममा अब जसलाई आवश्यकता छ उसले त पक्कै गर्ने हो, पक्का गर्छ, तर अनावश्यक कलहरू पनि आउँछ क्या है। अब कतिजना फ्री हुन्छ अनि जहाँ पनि बसेर कुनै पनि जग्गामा बसेर उनीहरूले अनावश्यक उहाँहरूले कलहरू गरेर लो कनेक्ट टु सीएममा गरी हेरौँ न है, कनेक्ट टु सीएममा फोन गरी हेरौँ न। अब जसकोमा सब कुछ छ उनीहरूले पनि गर्छ, पाउँछ कि पाउँदैन भनेर। तर यो जुन चाहिँ कनेक्ट टु सीएम को जुन छ, यसबाट चाहिँ जो चाहिँ जिनुन छ, जो पनि जिनुन छ, जो चाहिँ पक्का सही हाम्रो जनताहरू छ, उनीहरूलाई चाहिँ हामीले सहायता पुर्याउँ भन्ने हो। हामीले यहाँ कनेक्ट टु सीएममा जतिजनाले पनि कल गरे उनी सबैजनाको हुन्छ भन्ने होइन, किनभने हामी त्यसमा छानबिन गर्छौं है। हामी सबै पञ्चायतलाई छानबिन गर्छौं, भिडियो मार्फतबाट छानबिन गर्छौं, हाम्रो इन्टरनल है एजेन्सीहरू छ, हामी उहाँहरूबाट छानबिन गर्छौं ताकि हामीले सहयोग गरेको जो पनि छ लाभार्थीहरू हुनुहुन्छ उहाँहरू चाहिँ सही होस्। अब खापाई खाप नहोस्, जसले घर पाए फेरि घर माग्दाखेरि उसले घर नपाओस्, जसले है केही न केही सरकारबाट योजनाहरू पाउँदैछ उसले नपाओस् भन्ने हो हाम्रो। त्यसले गर्दा अबदेखि उता चाहिँ खण्ड विकास कार्यालयलाई नै हामी यो कनेक्ट टु सीएम सँग हामी जोड्छौं। त्यसो हुँदा तपाईहरुको पनि महिनामा एकपल्ट हामीले यसरी कनेक्ट टु सीएम को अनि यो जनसंवाद मुख्यमन्त्री जनसंवाद कार्यक्रम गर्यो भने अनि खण्ड विकास अधिकारीहरुको पनि केही प्रब्लम छ, तपाईलाई जुन प्रब्लम छ भने इमिडिएटली गर्नुपर्ने कुराहरु छ भने हामी त्यो प्रकारले सल्भ गर्छौं। अनि मुख्यमन्त्री कार्यालयबाट पनि तपाईहरुको लागि त्यो है समय है उपलब्ध हुनेछ। यो कुरा तपाईलाई म आज जनाउन चाहन्छु। र विशेष गरी म तपाईलाई जानकारी दिनको निम्ति कनेक्ट टु सीएम हामीले 14 अक्टोबर 2025 मा तपाईको हामीले थाल्यौं र त्यसमा एटेम्प गरे, त्यसमा फोन या कनेक्ट हुनुको लागि 61,000 जनाले कोसिस गर्यो। यो चाहिँ डिसेम्बर 31 तारिखसम्म 2025 को डिसेम्बर 31 तारिखसम्म जम्मा 61,000 जनाले एटेम्प गर्यो। अनि कनेक्ट टु सीएम मा फोन रिसिभ भयो 5,955 जनाले।
5955 जनाले आफ्नो आफ्नो प्रकारले अनि है उहाँहरूको कति समय तर त्यो कतिजनाको त इमिडिएटली एडमिनिस्ट्रेटिभ प्रब्लमहरू थियो कुनै पनि विभागमा कुनै के अड्केको कुनै पनि काम अड्केको भनिदिनु पर्ने कुराहरू त मुख्यमन्त्री कार्यालयबाट त्यो धेरै सर्ट आउट भयो कसैको केही न केही एडमिनिस्ट्रेटिभ प्रब्लमहरू थियो है तपाईँको त्यसमा सल्भ भयो र यस मध्येमा डेस्मीको बीपीएल जो चाहिँ पक्का बीपीएल गरिब बीपीएल किनभने हामीले डेस्मीको आधार लिन्छौँ डेस्मी जो सर्वे छ त्यसको आधार लिन्छौँ अनि डेस्मीको सर्वे भनेको चाहिँ यस्तो हो त्यसमा चाहिँ जम्मै कसको घर कस्तो छ कतिजना नौकरीमा सबै हामी चाल पाउँछौँ त्यहाँबाट है जम्मा डेस्मीको बीपीएल गरिबी रेखादेखि मुनिका जम्मा डेस्मीको बीपीएल जम्मा 258 जनाले कन्ट्याक्ट गर्नुभएको थियो 258 जनाले डेस्मीको बीपीएल अनि त्यसमा जम्मा 157 जना चाहिँ भेरिफिकेसन बादमा सेलेक्सन भएको छ भेरिफिकेसन गरेर हामीले पञ्चायतलाई भेरिफिकेसन गर्यौं अनि हामीले है तपाईको खण्ड विकास अधिकारीहरुसँग भेरिफाई गर्यौं हाम्रो पञ्चायत भयो हाम्रो ओएसडीहरु भयो हाम्रो सबैसँग एजेन्सीसँग भेरिफिकेसन गर्दा जम्मा 157 जना चाहिँ सेलेक्सन भयो यसपल्ट अनि त्यस बाहेक नन बीपीएल पनि अब बीपीएल लिस्टमा थिएन उहाँहरु डेस्मी बीपीएल होइनन् उहाँहरु है तर नन बीपीएल भए पनि जम्मा 53 जना तपाईको सेलेक्सन भए है गर्दाखेरि जम्मा तपाईको 210 जना चाहिँ सेलेक्सन भएको छ आज हामीले उहाँहरुलाई चाहिँ आधिकारिक रूपमा उहाँहरुले कसैले घर मागेको थियो कसैले विभिन्न है तपाईको कसैले घर मागेको थियो कसैले नौकरी पनि मागेको थियो कसैले विभिन्न उहाँहरुको योजनाहरुमा कसैले झोडा मागेको थियो है थुप्रो थियो कसैले सिक्किम गरिब आयोजना कसैले तपाईको मेडिकल एसिस्टेन्ट मागेको थियो कसैले है तपाईको चीफ मिनिस्टर एजुकेसन स्ट्रीम पढ्नको निम्ति सहयोग मागेको थियो अनि कसैले चीफ मिनिस्टर इम्प्लोयमेन्ट एसिस्टेन्ट स्किम है केही न केही सुँगुर पाल्न गाई पाल्न या है तपाईको विभिन्न दोकानहरु चलाउन फास्ट फुड खोल्न मागेको थियो कसैले केही न केही उहाँहरुले तपाईले सहयोग गरे त्यसमा हामीले आज 210 जनालाई चाहिँ हामी उहाँहरुलाई चाहिँ यो खालके है तपाई योजना हामी दिँदै छौं उहाँहरुको तपाईहरुको फाइल एप्रुभ भएर अनि हाम्रोमा फाइल छ हाम्रोमा सबै अर्डर छ जति पनि दिनुपर्ने अर्डर छ अनि त्यसमा जम्मा 75 जना चाहिँ बीपीएल लाई 75 जना चाहिँ साँच्चै गरिब बीपीएल फ्यामिलीका हाम्रा नानीहरुलाई आज हामी नौकरी दिँदै छौं अब अरूले किन पाउँदैन भन्ने कुरामा चाहिँ के भने अरूको चाहिँ मैले सबै माननीय विधायकहरु हामी जिम्मा दिएको छौं तर हामीले हामीसँग कनेक्ट भएर अहिलेसम्म उहाँहरुको घरमा एकै जना पनि नौकरी नभएका जम्मा आज 75 जनालाई हामी दिँदै छौं यो कुरा तपाईले पनि है तपाईले सुनेर जानुहोस् अनि विशेष गरेर आज यो जुन चाहिँ कनेक्ट टु सीएम को बातमा हामीले धेरै जना त्यस्ता है हाम्रो जनमानसहरुको अति आदरणीय जनताहरुको धेरैवटा समस्याहरु हामीले इमिडिएटली मुख्यमन्त्री कार्यालयबाट हामीले तपाईको उहाँहरुको पहिला सल्भ गरेका छौं या तपाईको उहाँहरुको समस्याको हल गरेका छौं र जति पनि पाउनु पर्ने र यसमा चाहिँ जम्मै एटेम्प गर्नेले पाउँछ भन्ने होइन किनभने कति जनाले त्यसै पाइराको छ आमा योजना पाइराको छ घर पनि पाइराको छ केही न केही सहयोग पाइराको छ नौकरी पनि पाइराको छ फेरि उहाँहरुले पनि ट्राई गरेको छ त्यसैले गर्दा हाम्रो प्रायोरिटी भनेको चाहिँ बीपीएल फ्यामिलीलाई हाम्रो प्रायोरिटी दिन्छौं किनभने जो पनि छ अलिक सक्नु बोल्नु सक्ने त्यो त आइहाल्छ माननीय विधायकको मार्फत आइहाल्छ माननीय मन्त्रीहरुको मार्फत आइहाल्छ यानी डाइरेक्टली मलाई भेट्दा पनि उहाँहरुले मलाई भन्न सक्छ तर जो चाहिँ मलाई भन्न सक्दैन तर उहाँहरुले कनेक्ट गर्नुभयो हामीलाई है कनेक्ट टु सीएम मा त्यसले गर्दा हामी उहाँहरुलाई चाहिँ विशेष गरेर डेस्मीको बीपीएल हरु चाहिँ हामी सहयोग गर्छौं र विशेष गरेर 34 वटा खण्ड विकास कार्यालयका जति पनि हाम्रा अधिकारीहरु हुनुहुन्छ हाम्रो भिडियोजहरु हुनुहुन्छ तपाईहरुले चाहिँ अबदेखि यो कनेक्ट टु सीएम मा तपाईले भिडियो अफिसको मार्फत तपाईहरुको मार्फत कनेक्ट गर्दियो भनेदेखि हामीलाई धेरै सजिलो हुन्छ यो पहिलो हाम्रो यो कार्यक्रम हो तपाईको मुख्यमन्त्री जनसंवाद कार्यक्रम हो र अब हामी प्रत्येक महिनामा हामी गर्छौं एक दिन गर्छौं तपाईहरुको केही समस्या हुन्छ कोही गाउँले जनताको समस्या हुन्छ भने हामी त्यो प्रकारले गर्छौं अनि यसपालि कसले के कहाँ कुन बीएससी मा कति जनाले है तपाईको योजनाहरु पाउँदैछ यानी उहाँ लाभार्थीहरु यानी बेनिफिसियरीज कति छ भन्दाखेरि दरमदिन बीएससी मा 34 जनाले विभिन्न योजनाहरु आज प्राप्त गर्नुहुँदैछ हुन सक्छ घरको होला
है, कतिजना पहिरोको होला, प्रोटेक्ट वल होला, कतिजनाको नौकरी होला। 34 दरमदिन बिएसीबाट सबैभन्दा ज्यादा छ 34 34 जना। तिमी बिएसीबाट 18 जना, गेल्जिङ बिएसीबाट 12 जना, राजदुङ तिनटेक बिएसीबाट 9 जना, पाक्योङ बिएसीबाट 9 जना, मार्तम बिएसीबाट 7 जना, चोङराङ बिएसीबाट 6 जना, सुम्बुक बिएसीबाट 4 जना, कवि तिङडा बिएसीबाट 4 जना, माङसिला बिएसीबाट 3 जना, मंगान बिएसीबाट 3 जना, पासिङदाङ बिएसीबाट 3 जना, रिनोक बिएसीबाट 3 जना, नान्डोक बिएसीबाट 1 जना, सोरेङ बिएसीबाट 3 जना, खामदोङ बिएसीबाट 4 जना, राङ्का बिएसीबाट 5 जना, देन्ताम बिएसीबाट 4 जना, यक्सम बिएसीबाट 6 जना, बैगुन बिएसीबाट 3 जना, नामथाङ बिएसीबाट 8 जना, नन्दुगाउँ बिएसीबाट 1 जना, राबङला बिएसीबाट 8 जना, सिक्किम बिएसीबाट 4 जना, याङग्याङ बिएसीबाट 18 जना, डुगा बिएसीबाट 2 जना, नामचेबुङ बिएसीबाट 2 जना, पाराखा बिएसीबाट 7 जना, रिगु बिएसीबाट 4 जना, अनि कलुक बिएसीबाट 2 जना। जम्मा 210 जना चाहिँ आज हामीले डाइरेक्टली कनेक्ट टु सीएमसँग जोडेकाहरूलाई आज हामीले विभिन्न योजनाहरू हामी सरकारबाट मन्जुर गरेर हामी आज एनाउन्समेन्ट गर्दैछौँ। र मैले सोचेको कि अब हामीले मसँग तपाईँहरूको संवाद भएपछि हामी तपाईँहरूकै बिएसीमा हाम्रो मुख्यमन्त्री कार्यालयको है अधिकारीहरू पठाएर तपाईँलाई बिएसीमै दिइहाल्छु। जसै कसैको घरको सिक्किम गरिब आवास योजनाको एलटमेन्ट तपाईँहरूको बिएसीमा आएर दिइहाल्ने हो। अनि तपाईँहरूको जो पनि छ तपाईँहरूको बिएसी अन्तर्गत दियो भने तपाईँहरू यहाँ आउनु परेन, नत्र फेरि यहाँ आउनु पर्यो, चिफ मिनिस्टर अफिसमा आउनु पर्यो, सम्मान भवनमा आउनु पर्यो। तर मेरो अधिकारीहरू मेरो सचिवहरूले भन्नु हुँदैन होइन, पहिलो चाहिँ है यहाँ सम्मान भवनमा नै बाँड्नुपर्छ होला, गरिब जनतालाई पनि यहाँ सम्मान भवन यसो हेर्ने, गान्तोक हेर्ने पनि मौका पाउँछ भन्नु हुँदैछ। तर मैले भनेको तपाईँलाई यसरी यो जुन जनसंवाद मार्फत नै, यो भिसी मार्फत नै हामीले है मैले आफ्नो कुरा राख्नु पाएँ, तपाईँले पनि राख्नु पाउनुभयो। त्यसले गर्दाखेरि हामीले किन तपाईँलाई दुःख दिने भन्ने पनि छ है, यसमा यो बारे सोचौँला। र तपाईँहरूको आज जो 210 जनाको चाहिँ एप्रुभल भएर नौकरी 75 जनाको अर्डर पनि निकालिसकेको छ, हामीले दिने हो यो है, यो प्रकार दिने। तर यसमा चाहिँ जम्मै एटेम्प गरेको 61,000 थियो नि, 61,000 जम्मैलाई दिन सक्दैन, भेरिफिकेसन हुन्छ, यसमा खोजी हुन्छ, सबै हुन्छ। त्यही भएर हामीले जिनुनहरूलाई हामीले दिएका छौँ। र विशेष गरी यो कार्यक्रमहरू चाहिँ तपाईँहरूले हाम्रो बिएसीमा है रहनुहुने हाम्रो भिडियोजहरू, हाम्रो है भिडियो साहबहरू, भिडियो म्याडमहरूले पनि गरिदियो भने हामीलाई धेरै सहायता हुन्छ। अनि विशेष गरेर माननीय विधायकहरू है उहाँहरू व्यस्त रहे तापनि हामीले विधायकको प्रत्येक विधायकको है ओएसडीहरू है हामीले नियुक्ति गरेका छौँ। र ओएसडीहरूले पनि यो काम चाहिँ गर्नुपर्छ। पक्का जिनुनलाई चिनेका होइन, तर जिनुन जो चाहिँ यहाँ सरकारमा आउन सक्दैन उहाँहरूको काम चाहिँ तपाईँले गरिदिनु पर्यो। यो चाहिँ काम अब जो पनि बोल्न सक्छन् उहाँहरू त आइपुगिहाल्छ नि, मुख्यमन्त्रीकोमा आइपुगिहाल्छ, मन्त्रीकोमा गइहाल्छ, विधायककोमा गइहाल्छ। तर गाउँमा यस्ता यस्ता गरिबहरू छ जसको चाहिँ घर हेर्दाखेरि है एकदमै माया लाग्दो छ। अब हामीले हुनु त सिक्किम गरिब आवास योजना हामीले प्रत्येक निर्वाचन क्षेत्रमा गरेर 11,000 घर हामी बनाइदिँदैछौँ। 11,000 घर 2027 भित्र सक्छौँ हामी। अस्ति हामीले जो चुनावभन्दा अगाडि च्यादरको एलटमेन्ट हामीले दिएका थियौँ त्यो जम्मै हामीले बाँड्यौँ। अब यो जति पनि छ हाम्रो 11,000 घरको एलटमेन्ट छ, अनि त्यो सबै घर बनाइदिने 2027 भित्र। अनि जो चाहिँ हाम्रोमा अहिले 75 जनालाई आज हामी है तपाईँको हाम्रो के अरे हाम्रो सिक्किम गरिब आवास योजनाको पनि छ, त्यो पनि हामी तपाईँको यही सबै तुरुन्त हामी बनाइदिन्छौँ। र विशेष गरेर खण्ड विकास अधिकारीलाई म आह्वान गर्न चाहन्छु, तपाईँहरूले हाम्रो गरिब जनतालाई चाहिँ कन्फ्युज नगर्नु होला। होइन तिम्रो त एलटमेन्ट पाएको छ तर तिम्रो बादमा बनिन्छ नभन्नु, यो सबैको घर बनिन्छ। मेरो प्रत्येक मैले भाषणमा भनेको छु, जो पनि एलटमेन्ट अर्डर पाएको छ उनीहरूको सबैजनाको घर बनिन्छ। तर खण्ड विकास अधिकारीहरूले चाहिँ के गर्नु पर्यो भन्दा जो चाहिँ जिनुन छ, जसको घर भत्केको छ उसको पहिला चाहिँ तपाईँहरूले सेलेक्सन गरेर बनाइदिनु पर्यो नि पहिला, त्यहाँदेखि बादमा सबैको बनिन्छ। यो कसै अब दिइहाल्यो, कसैको राम्रै घर थियो होला पायो एलटमेन्ट अर्डर, उहाँहरूलाई पनि हामी दिने है, यो छ।
त्यसले गर्दाखेरि खण्ड विकास अधिकारीले त्यो है तपाईँले काम गरिदिनु म तपाईँलाई आह्वान गर्न चाहन्छु। तपाईँहरू धेरैवटा है बीएससीमा तपाईँहरू नियुक्ति हुनुहुन्छ, तपाईँले राम्रोसँग काम गरिदिनुहोस्। अनि विशेष गरेर म बैगुने बीएससी का म्याडमलाई म भन्न चाहन्छु, तपाईँको तीनजनाको लागि जमिन दिनु पर्नेछ। पहिला पनि हामीले माबुङ सिगेङको धेरैजनालाई हामीले जसको जमिन थिएन उहाँलाई हामी जमिन दियो भनेदेखि अब 3जनाको गेलिङमा बाँचेको रहेछ। त्यो पनि मैले हिजो चिफ मिनिस्टर डिस्कसन ग्रान्टबाट 3 लाख रुपियाँ सेङ्सन गरिदिनु भनेर मैले भनेको छु। यो मास पछि हुन्छ है, यो हुन्छ र यो तपाईँले सुनेर जानुहोस्। र कसले के पाउँछ भन्दाखेरि म तपाईँलाई सुनाउँछु है, मेरोमा लिस्ट छ, तपाईँले सुन्नुहोस्। जहाँ पनि बीएससीमा तपाईँहरू हुनुहुन्छ तपाईँले सुन्नुहोस्, अनि कान खोलेर तपाईँले सुन्नुहोस्। अब यो भर्चुअल मोडमा आइपुग्यो कि ताकि यो भर्चुअल मोडमा यसरी मिटिङ गर्दाखेरि यो मिटिङ नै भन्नु पर्यो, यो एउटा कन्फरेन्स नै हो है। हामीले पनि कोभिड-19 जति बेला 2020-2021 मा प्रधानमन्त्री अनि केन्द्र माननीय मन्त्रीहरूसँग यसरी नै हामीले भर्चुअली नै सबै डिसिसन लिन्थ्यौँ। कतिवटा मिटिङहरू भर्चुअली हुन्छ अहिले पनि तपाईँको है, हामी कोही जानु परेन, आफ्नो आफ्नो जग्गाबाट भर्चुअली कनेक्सन भएर। त्यसले गर्दा आज पनि तपाईँहरू जम्मा 34वटा बीएससीबाट तपाईँहरू कनेक्टेड हुनुहुन्छ। यो एउटा मिटिङ नै हो। यसलाई पहिला तपाईँलाई अचम्म लाग्छ होला, तर यो जब बानी हुँदै गएपछि तपाईँलाई पनि मजा लाग्छ। तपाईँहरू यता आउनु पनि परेन अनि म पनि तपाईँहरूकोमा जानु परेन। त्यसो भन्दा हाम्रो समय खर्च बाँच्छ। र अब यसैलाई हामीले बीएससी चाहिँ अब अलिकति टिपटप बनाएर जति पनि तपाईँको ब्लक एडमिनिस्ट्रेटिभ सेन्टर या खण्ड विकास कार्यालय चाहिँ पुरा मजबुत बनाएर तपाईहरुले लाने। अनि अबदेखि कनेक्ट टु सीएममा चाहिँ हामीलाई लाग्छ बीएससी जम्मा 34वटा बीएससीबाट नै तपाईले कनेक्ट गरिदियो भने चाहिँ सजिलो हुन्छ। या त्यसै है हामीलाई त्यसै समय नपाएर उहाँले जिस्काउने पनि हुन्छन् कतिजना, के हेरौँ न गरी हेरौँ न भन्ने हामीलाई है तपाईको अनेक प्रकारको हुन्छ। त्यसले गर्दा समय बर्बाद हुन्छ। तर अब चाहिँ हाम्रो मुख्यमन्त्री कार्यालयले पनि कनेक्ट टु सीएम चाहिँ थ्रो दि बीएससी गर्यो भने चाहिँ 34वटा बीएससीबाट जिनुन मान्छेले चाहिँ आउँछ। यो चाहिँ सेलेक्सन गरेर हाम्रो हाम्रो खण्ड विकास अधिकारी या बीडीओजहरूले सेलेक्सन गरेर, एमएलएहरूले सेलेक्सन गरेर, यानी हाम्रा ओएसडीजहरूले सेलेक्सन गरेर, पार्टीका साथीहरूले सेलेक्सन गरेर यसरी उहाँहरूलाई हामीसँग कनेक्ट टु सीएममा गऱ्यो भने राम्रो हुन्छ होला। र तपाईहरुलाई है अब यो भर्चुअली मोडमा भए पनि मैले सम्बोधन गर्न पाएँ।